काम गर्ने कालु अनि मकै खाने भालुलाई एउटा त्यो हामीले सानै बेलामा सुनेको उखानलाई चाहिँ अहिले प्र्याक्टिकल रूपमा देख्न पाउँदाखेरि हाँसो लागेर आउँछ। साँच्चीकै हो रहेछ, यस्ता घटनाहरू घट्दो रहेछन् हाम्रो समाजमा, त्यही भएर बुढापाकाले यो उखान बनाएका रहेछन् भन्ने कुरो अहिले म प्रष्ट हुँदैछु। धरानमा चुनावी प्रचार प्रसारको बेलामा चाहिँ बालेन शाह जाँदाखेरि त्यहाँ एउटा खानेपानीको ठुलो समस्या देखेर धरानमा चाहिँ एउटा साँच्चीकै खानेपानीको ठुलो समस्या रहेछ भनेर चाहिँ त्यति बेला नै 3 महिना अगाडि नै यहाँ सबैभन्दा ठुलो समस्या चाहिँ मैले खानेपानीको देखेँ। यदि हाम्रो सरकार बन्यो भनेदेखि चाहिँ भोलि धरानका लागि हामीले गर्ने काम भनेको चाहिँ सबैभन्दा पहिलो काम भनेको चाहिँ खानेपानी समस्याको समाधान हुन्छ र एउटा खानेपानी आयोजनाका लागि बजेट छुट्याइनेछ भनेर त्यति बेला नै बोलेको कुरा हो। अनि त्यही बोलीलाई चाहिँ प्र्याक्टिकल रूपमा उतार्दै त्यसलाई चाहिँ अहिले आएर नेपाल सरकारले धरानका लागि 1 अर्ब रुपियाँ चाहिँ खानेपानी आयोजनाका लागि बजेट छुट्याउँदै गर्दाखेरि सदनमा आजका दिनसम्म चाहिँ यतिका दिन सदनमा बैठक बस्दा पनि आजका दिनसम्म 1 मिनेट पनि चाहिँ त्यो आफ्नो क्षेत्रको खानेपानी समस्याको विषयहरू चाहिँ उठान नगरेर छलफल नगरेर चाहिँ कहीँ कतै त्यो जनताको आवाज बोल्नलाई बिर्सिएर मै मात्र देशभक्त हुँ, मैले मात्र देशलाई माया गर्छु भन्दै चाहिँ हर्क साम्बाङ दिनैपछि एउटा सीमा विवादलाई लिएर चाहिँ सदनमा रैलो गर्दै आएका हर्क साम्बाङले आजको दिनमा सरकारले स्वविवेकले छुट्याएको बजेट, जहाँ चाहिँ एउटा जनताको समस्या देखेर स्वविवेकले छुट्याएको बजेट त्यहाँ आफ्ना उम्मेदवार हार्दा पनि चाहिँ होइन, हामीले जनतालाई समान रूपमा लानुपर्छ, समान विकास देखाउनुपर्छ र समानता गर्नुपर्छ भनेर चाहिँ एउटा सरकारले स्वविवेकले चाहिँ 1 अर्ब रुपियाँ चाहिँ खानेपानी आयोजनाका लागि बजेट छुट्याउँदै गर्दाखेरि हर्क साम्बाङले अहिले सामाजिक सञ्जालमा आएर चाहिँ नाक घोक्राएर देख्यो मैले गर्दाखेरि हाम्रो एरियामा चाहिँ एउटा बजेट आयो भनेर नाक घोक्राउँदै गरेको देख्दाखेरि चाहिँ अचम्म लागेर आउँछ र हाँसो लागेर आउँछ के। हर्क साम्बाङले त्यहाँनिर नाक फुलाउनु पर्ने, सामाजिक सञ्जालमा फुर्ती लाउनु पर्ने कुनै पनि विषय देखिँदैन, कुनै पनि कारण देखिँदैन। किनभने हर्क साम्बाङले कुनै दिन, कुनै सेकेन्ड, कुनै मिनेट चाहिँ त्यहाँनिर सदनमा एउटा उनको क्षेत्रको समस्या जुन चाहिँ खानेपानीको समस्या एकदमै ठुलो समस्या छ त्यसको विषयमा चाहिँ आवाज उठाएको कुनै पनि समयमा देखिएको छैन, कुनै पनि मिटिङमा देखिएको छैन। त्यसैले गर्दाखेरि काम गर्ने कालु मकै खाने भालु भने चाहिँ काम गर्दैछ एउटाले, अनि जस चाहिँ अर्कोले लिने हिसाबले सामाजिक सञ्जालमा भ्रम फैलाउने काम नगर्नु। किनभने जे हो त्यो राष्ट्रपा सरकारले समान हिसाबले विकास गर्छु भनेरै जुनसुकै क्षेत्रमा चाहिँ हाम्रो उम्मेदवारले जितोस् नजितोस् त्यो क्षेत्रमा हामीले समान रूपमा विकास गर्नेछौँ भनेर पहिले बोलेको छ। सो अनुरूप गर्ने नै छ भन्ने कुरो जनता ढुक्क छन्। त्यसैले